त्यो प्रोपर्टी हुन्छ जो जसको चाहिँ तपाईँको ब्याक्टेरियाको कारणले आउँछ नि समस्याहरू त्यो ब्याक्टेरियाको कारणले हुने समस्यालाई चाहिँ ठिक गर्ने चाहिँ यो एन्टिब्याक्टेरिया या प्रोपर्टी हुन्छ एन्टिभाइरस भाइरससँग लड्ने क्षमता पनि यो प्रोपर्टीसँग छ एन्टी फङ्गस जस्तै तपाईँ हामीलाई दादहरू घाउ खटिरा लुतोहरू निक्लेको हुन्छ नि त्यो फङ्गसबाट हुने समस्या त्यसलाई पनि ठिक गर्ने तत्त्व यसमा पर्छ एन्टी इन्फ्लामेटरी भन्छ त्यो सुनिने समस्या हुन्छ नि शरीरहरू सुनिन्छ नि मान्छेको त्यो सुनिने जस्तै भित्री अङ्ग पनि सुनिन सक्छ बाहिर पनि सुनिन सक्छ त्यो सुनिने चिजलाई पनि यसले जाति बनाउँछ र एन्टी क्यान्सर हुनबाट पनि रोक्दो रहेछ यो प्रोपोलिसले र मोटामोटी 32 ग्रामको लागि यसले जाति बनाउँछ यदि लागि भन्नु नि मलाई थाइरोइड पनि जाति भयो भने मलाई किडनीको समस्या जाति भयो भने होइन कसैलाई प्रेसर जाति हुन्छ कसैलाई चाहिँ विभिन्न जति पनि समस्याहरू छन् नि यो प्रोपोलिसले चाहिँ ठुलो भूमिका खेल्दछ क्या एसिडीको कारणलाई र यसले तपाईँ हाम्रो अक्सिजनको लेभललाई पनि घटाइदिँदो रहेछ अक्सिजन तपाईँको हाम्रो त शरीरमा नसा त सानो सानो हुन्छ नि त त्यो ब्लड कुद्ने नसाहरू होइन सानो सानो केस जस्तो पनि हुन्छ त्यहाँ चाहिँ तपाईँको अक्सिजन राम्ररी फ्लो नभएको कारणले गर्दाखेरि त्यो निष्क्रिय हुँदै गएको सेलहरू यसले चाहिँ अक्सिजनको मात्रा पुरै सानो सानो नसामा पुर्याइदिएर फ्लो गर्न सक्छ होइन र यसले तपाईँलाई विभिन्न रोगहरूबाट लाग्नु बचाउनुहुन्छ यसले अक्सिजन एभाइलेबल भएपछि हाम्रो अनेक किसिमको रोगहरू आउँदो रहेछ यो यसले के काम गर्नु भन्दाखेरि काटेको ठाउँमा लगाइदियो भने जाति हुन्छ पोलेको ठाउँमा लगाइदियो भने जाति हुन्छ डढेको ठाउँमा लगाइदियो भने जाति हुन्छ तपाईँको त्यो साइलेन्सर पाइपहरूले पोलेको हुन्छ नि त्यस्तो पनि सबै जाति बनाउँछ क्यान्सर भएको घाउहरू पनि यसले जाति बनाउँछ अनि त्यो नङहरू कहिलेकाहीँ यस्तो गाडिएर चाहिँ भएको हुन्छ नि त्यो पनि जाति हुन्छ मुसाहरूमा लगायो भने मुसाहरू पनि जाति फिल पल्टेको ठाउँमा लगायो भने फिलहरू पल्टेको पनि जाति हुन्छ यसको काम धेरै छ क्या कति वर्षदेखि निको नभएको घाउहरू हुन्छ नि डक्टरमा जाँदा निको नभएको जाति नभएको धेरैवटा काम छ यसको पाइल्सहरू भएको छ भने यसले जाति हुन्छ पाइल्सहरू छ नि पाइल्सको लागि यसले काम गरिदिन्छ धेरैवटा काम छ यसको गुगल सर्च गरेर हेर्नु होला के भन्नुभयो सर यसको के नाम हो प्रोपोलिस भन्छ मौरीको चोप भन्छ नेपालीमा